त्यतिको है ल भान्जा र खै तिनीहरू त आउँदैन भने चाहिँ छोडिदिनु यस्तो सानदेखिको त म यहाँ छिर्दिनु छातीबाट छिर्दिनु जस्तो लाग्छ मलाई तर यहाँ धेरै फराकिलो ठाउँ रहेछ हिँड्नु नि हिँड्नु कस्तो माथितिर जाने ठाउँ छ नि तलतिर जाने त नि जो ब्याग हुनसक्छ नि तपाईँ त्यहाँसम्म मात्रै जानु ब्याग हुन नसक्ने ठाउँमा नजानु फेरि गएर फराकिलो ठाउँ त होला नि यत्रो फराकिलो छ हिँड्नु न तल हिँड्नु आउन सक्नु पऱ्यो क्या गएर यहाँ झर्नु मिल्यो ब्याग ब्याग झर त यहाँबाट म त छिर्दैन यहाँबाट यहाँ नि तल छिर यहाँबाट छिरेर नि कहाँ तपाईँ गएर मुनि टेक्नु पनि सक्नु पर्यो नि उयो छ त ठाउँ देखेन ए बाबा यहाँबाट सिधा गएर टेक्ने ठाउँ सक्छ हातले तपाईँ त्यहाँबाट गयो भने चाहिँ सकिन्छ होला बरु तपाईँ हाठा कहाँ आउनेहरू भने हिँड्नु न काका त्यो हेर्छ यो बुढो बेमानी रहेछ होइन त्यहाँ लाइट देखाउ नि त म खोइ यहाँहरू देखाइदिनु न त्यहाँ स्पेस छ त ठुलै किन डरा भने काका होइन नि भित्र एउटा टर्च जस्तै चाहिँ बत्ती चाहिँ राख्नु पर्ने त्यो पालमा तार टाँगेर भएन भन्छ करेन्ट लगाइहाल्छ फेरि त्यहाँ अब एकदम एडजस्ट पाल छ होइन त्यो त त्यहाँ त्यही पाइप हाल्न नि भएन सकिँदैन गान्दै कहाँ मान्छे छिर्ने ठाउँ छैन अनि भयङ्कर ठुलो रहेछ त ठाउँ कहाँ त यहाँबाट जाने ठाउँ थियो क्या राइटबाट राइटबाट राइट राइटै अँ हिँड्नु भन्दा हिँड्नु छिर्दैन क्या मिल्दैन क्या होइन काका, यो लाउनु त मगर भान्जा तिमी जान्छौ कि म जाने मेरो तिमी मोबाइल जाऊ ए लाउनु भिडियो बनाउँछु म केटाहरूको धेरै लामो भइसक्यो मेरो मोबाइलले यहाँ के त अन्दाइको लिनु यो लिनु न दुइटै लिनु